मैले भने कि आज यति पैसा हाल्नुहोस् भोलि डबल हुन्छ भनेर सबैजना पत्याउँछ होला। त्यो जुवा जस्तो भयो नि त, सबैको माइन्डलाई ट्रिगर गर्छ क्या त्यसले। तर म त अहिले भन्छु कि डिजिटल बिजनेस आज सिक्नुहोस्, गर्नुहोस् र आरामले पैसा कमाउनुहोस् भनेदेखि कसैलाई मन लाग्दैन। किनभने किन भनेर मैले बुझ्दै जाँदा के रहेछ भन्दा, किनभने यो बिजनेसभित्र यति मेहनत गर्नुपर्छ कि त्यो मान्छेले कल्पना गरेको हुन्छ क्या, जसलाई पनि इजी मनी मजा लाग्छ, आरामले पैसा आओस्, धेरै पैसा आओस् न, तर मेहनत गरेर कमाउनु इच्छा एकदम कमलाई मात्रै हुन्छ। त्योमध्ये सायद तय पर्नु सक्नुहुनेछ। आउनुहोस् डिजिटल बिजनेसमा। म तपाईँलाई वेलकम गर्छु मेरो डिजिटल बिजनेसमा, जहाँ चाहिँ तपाईँको इच एन्ड एभ्री क्वेसनको आन्सर मिल्नेछ र तपाईँको कमाइ यति हुनेछ कि तपाईँले सोच्नुहुनेछ कि यो बिजनेस मैले किन छिटो गरिनँ भनेर। यो अरूलाई होइन, खुद मलाई भएको कुरा म तपाईँलाई एक्सपिरियन्स सुनाउँदैछु। यो मेरो एक्सपिरियन्स हो। मलाई पनि त्यतिखेर थाहा हो कि मैले किन यो छिटो गरिनँ छु भनेर, मैले किन ढिलो गरेको छु भन्दा, जब दिदीले मलाई बिजनेस सुरु गरेको 2-4 महिनामा भन्नुभएको छ तँ आइज तँ पनि सुरु गर, काम गर भनेर। तर मैले गरिनँ। मैले लगभग 2 वर्ष 2.5 वर्ष ढिलो गरेँ र मलाई अहिले पछुतो हुँदैछ कि मैले दिदीले भन्ने बित्तिकै किन गरिनँ भनेर। तपाईँलाई पनि यो भिडियो त्यसको यादको लागि मैले राख्दैछु फेसबुकमा।